यो यो आज तपाईहरुलाई स्वागत छ आजको नयाँ भिडियोमा। हामी चाहिँ नयाँ भिडियो लिएर आइसकेको छौं। यहाँ चाहिँ यहाँ हेर्न सक्नुहुन्छ तपाईँ एक्सिडेन्ट भइरहेछ। ओहो गाडी पल्टेको छ। यता ठुलो एक्सिडेन्ट भयो जस्तो छ है। आज चाहिँ हामी केटाहरू 4 जना अथवा 4वटा बाइकमा हामी चाहिँ राइडमा गइरहेछौँ है, घुम्न गइरहेछौँ। जो कहाँसम्म पुग्छौँ तपाईँहरू भिडियो हेर्नु होला। 2टा बाइकहरू छ, एउटा मलाई कति भयो 2 बजे 4 जना पुग्छ। एकजना अगाडि आए है। जो अब चाहिँ हामी मजाले गइरहेछौँ। उसमा चाहिँ 3 जना कुद्या छ के, यसमा चाहिँ 3 जना कुद्या छ। अब चाहिँ हामी फटाफट जान्छौँ। भ्लग स्टार्ट भइसकेको छ है। अब हामी पर्छ हामीले बबाल तरिकाको होइन, ठिक छ। ल जाउँ अब बबाल तरिकाको। So guys, यार मानसिक हस्पिटल जाने हो। हेलो अंकल, के हो बाटो हेरेर यो बीच रोडमा बाटो काट्ने हो? ए रोक रोक रोक, बिना इन्डिकेटर रोड काटिरहेको थियो यो। एकछिन अंकल। अरे यार रोड साइड काटिरहेछन् इन्डिकेटर नदिकन। चोट नहीं, यहाँ स्क्रैच भयो त। यो भिडियो बनाउँछौ? भिडियो छ यो। त्यो मेरो इनको हो सायद, मेरो उ टुट्यो यार साइड लाइट। ठीक छ, धेरै तेरिया हजुर हुन्न नि त, तपाईँ बिचमा आउनुभयो। भिडियो छ मसँग, हेर्नुहुन्छ भने। अब चिनेकै हो, किनकि यताउति गर्ने होइन। उतातिर घुम्न जाउँ भन्ने हो। उतातिर हामी त त्यही अटोका पछाडि कहाँ तिमी त्यहीको लागि त म त्यहीको लागि त रोक भने कि सोलो गरे के दुईटैको बराबरै भएको छ। एकछिन चिन्ने हुन् के नै। अब यस्तो स्लोमै ल्याऊ, स्पिडमा थियो स्लो गरे केही भएन होइन, ओह्रालो भयो। अब तपाईँले इन्डिकेटर दिनुभएको थिएन, झ्याप्प बिचमा आउनुभयो। अब भिडियो हेर्नुहुन्छ भने छ मसित। जाउँ त हामी निस्क्यौँ। गाडी बताउँदा गाडी आगे समस्या भयो यसमा चाहिँ।
ल दाजु ल है ल है मेरो चाहिँ अलिकता यता भयो अब चिनेको हुनाले अहिले चाहिँ केही गरिनँ है सो आफ्नै रहेछ न मेरो गाउँकै हुने यार ल होइन ल होइन नि त के अब दाजु यहाँ अब तपाईँले बिचमा ल्याउनु भयो होइन हजुर नै स्लो त्यो मैले बुझेँ होइन तपाईँ मोड्दै हुनुहुन्थ्यो यसमा तपाईँको के भयो म आइरहेको थिएँ हरन दिएको होइन तपाईँले स्वाट्टा हाल्नुभयो होइन त्यही भएर त्यो समस्या हो हामी उता घुम्न निस्किहाल्यो कि हजुर ल अब 3 जान भइहाल्यो दाइ अब ल त दाजु है भेट्दै गरौँला दाजु हुन्छ गाडी पनि एक्सिडेन्ट भएको छ हेर्न सक्नुहुन्छ गल्ती कसको थियो सो अहिले ठुलो एक्सिडेन्ट पनि हुन सक्थ्यो होला सायद है अब यस्तो बेला के बोल्ने अब आफन्तै परे बट अब चाहिँ हामी एकछिनमा तपाईँहरूलाई देखाउँछौँ हामी कहाँ गइरहेको छौँ भन्ने त्यहाँ अझै पनि गाइस म एकछिन तपाईँहरूलाई अलि अगाडि पुगेपछि भिडियो देखाउँछु A few moments later. ल गाइस हामी चाहिँ हामी अहिले यहाँ पुगिसकेको छौँ पोहरिया भन्ने गाउँमा छौँ त्यसको नाम हो पोहरिया गाइस अस्ति हामी आएको भ्लगको पुल पनि यही त हो अरुण भाइ अरुण धेरै टाढा रहिगे बिस्तारै जाउँ है यहाँ रोकिया छौँ उता अगाडि पछाडि 2 जना आउँदैछ 2000 years later. दलदले माटो त्यस्तो होइन हो गाइस यहाँ हेर्नुहुन्छ हामी एडभेन्चर ठाउँमा छौँ यहाँ चाहिँ बडो गजबको छ सो हेर्नुहुन्छ 13 को स्पिडमा छ मेरो गाडी यहाँ थोड़ा गजब के रास्ते में आए है हामी चाहिँ 4 जना छौँ चारै बाइकहरू पछाडि आइरहेको 9 जना छौँ र 4 बाइकवटा छ तर हामी चाहिँ अहिले यता बेलडाँडी पुगिसकेका छौँ सो यहाँबाट हामी अलि गएर एउटा पुलमा गइरहेछौँ कि जो पुलमा हामीले अझ यता हो
3 खोला पारी भने 3 खोला त पार गरिहाले खोला पनि कति खोला अरे ती अरे गो अरे मान्छे कहाँ गए यार आज यहाँ का यहाँ हो एउटा मिसनको लागि आऊ तर मिसनका लागि यहाँ मान्छे छैनन् त यार सो गाइस हामी चाहिँ जहाँ आउन खोजेको हो त्यहाँ चाहिँ हामी पुगिसक्यौँ है फाइनली आउँदा आउँदै बाटोमा के पो भयो हामीले कति नदीहरू पार गरिसक्यौँ होइन अनि हामी कहाँ यो कहाँ यो झुलुङ्गे पुल हो यो त आकाशे पुल हो बेलडाँडी लगाइस अब के भन्नु छ है यति नै हो तपाईँले यहाँसम्मको जर्नी हेर्नु भएको थियो भने ठिक छ अब हामी खास आउन खोजेको यहीँ हो खास आज मान्छे खोज्न हो मान्छे छैन के गर्नु है सो गाह्रो भइसक्यो बाटो पनि खतरनाक र एक बाइक पनि टुटिसकेको छ सो मेरो त इन्डिकेटर भइहाल्यो फुल पाइहाल्यो है सो गाइस ल पछितिर भेटौँला हामी अर्को भिडियोमा भेट्नेछौँ अहिलेलाई चाहिँ हामी यति नै बाँकी हामी अर्को भिडियोमा भेट्नेछौँ आजलाई यति नै जस्तो धन्यवाद बाई